स्कोप र प्लेसमेन्टको बारेमा कुरा गर्नेछौँ। बीआईटी कोर्स पढिसके पछाडि चाहिँ तपाईँ के गर्न सक्नुहुन्छ? तपाईँ चाहिँ विभिन्न आईटी कम्पनीहरूमा चाहिँ काम गर्न सक्नुहुन्छ। तपाईँ चाहिँ वेब डेभलपर बन्न सक्नुहुन्छ। तपाईँ चाहिँ वेब डिजाइनर बन्न सक्नुहुन्छ। तपाईँ आफ्नै स्टार्टअप गर्न सक्नुहुन्छ। तपाईँ फ्रिलान्सिङ गर्न सक्नुहुन्छ। तपाईँ हाम्रै देशमा रहेको सेलफोन कम्पनी जस्तै एनटिसी, एनसेलमा चाहिँ आईटी अफिसरको रूपमा काम गर्न सक्नुहुन्छ। हाम्रै स्थानीय तह वा सङ्घीय सरकारमा चाहिँ आईटी अफिसर वा आईटी एसिस्टेन्टमा काम गर्न सक्नुहुन्छ। यही त्रिभुवन युनिभर्सिटी को विभिन्न क्याम्पसहरूमा चाहिँ आईटी एसिस्टेन्ट वा आईटी अफिसर बनेर काम गर्न सक्नुहुन्छ। आईटी डिपार्टमेन्टमा काम गर्न सक्नुहुन्छ वा कम्प्युटर अपरेटरमा काम गर्न सक्नुहुन्छ। त्यसै गरी चाहिँ अब मास्टर्समा के खालको विषय पढ्ने? एमआईटी पढ्न सक्नुहुन्छ, मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी पढ्न सक्नुहुन्छ, एमएससी सिएसआईटी पढ्न सक्नुहुन्छ, एमसिए पढ्न सक्नुहुन्छ वा मास्टर्स पढेर तपाईँ चाहिँ एउटा प्रोफेसर वा टिचर पनि बन्न सक्नुहुन्छ। अहिले आईटीको चाहिँ विभिन्न स्कोप्सहरू रहेको छ। अहिले यो 21 सेन्चुरी आईटीकै जमाना रहेको छ। तपाईँको आफ्नो स्टार्टअप हुनसक्छ। तपाईँ कन्टेन्ट क्रिएटर, ब्लग्स राइटर जस्ता थुप्रै कामहरू चाहिँ घर बसेर फ्रिलान्सिङमा गर्न सक्नुहुन्छ। यस्तै खालको भिडियोको लागि चाहिँ हाम्रो युट्युब च्यानलमा तपाईँहरू चाहिँ सब्सक्राइब गर्नुहोला र कुनै खालको अरू क्वेरिजहरू बाँकी छ भने बीआईटी सम्बन्धी तपाईँ चाहिँ यही भिडियोको कमेन्टमा कमेन्ट गर्नुहोस्। हामी तपाईँहरूलाई रिप्लाई गर्छौँ। धन्यवाद।